गगन ओलीको ब्रेक अफ भिलेन बन्दै प्रचण्ड, देउबाको 7 बुँदे सहमति बन्यो गलपासो, पुराना दलको राजनीति सखाप हुने विश्लेषण। एक समय थियो एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउबाले 7 बुँदे सहमतिमा हस्ताक्षर गरे। त्यो बेला यस्तो लाग्थ्यो मानव नेपाली राजनीतिले दशकौंपछि स्थायी सम्बन्ध भेट्टायो। तिमी केन्द्र सम्हाल, म प्रदेश सम्हाल्छु, पछि आलो पालो गरौँला भन्ने स्तरको बाचा गरिएको थियो। तर राजनीतिमा बाचा भनेको चुनावी घोषणा पत्र जस्तै रहेछ, पढ्न राम्रो तर लागू गर्न भने निकै कठिन। बुधबारको दिन एका बिहानै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यमलाल कडेललाई राजीनामा थमाइदिए। उता सुदूरपश्चिममा मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई सिधै अब तपाईहरूको सेवा आवश्यक छैन शैलीमा बर्खास्त गरिदिए। यसरी दुई प्रदेशबाट गठबन्धन विच्छेद औपचारिक रूपमा सुरु भयो। अब सबैको नजर एउटै दलतर्फ छ, नेकपा। किनकि राजनीतिमा ब्रेक अफ भएपछि सबैभन्दा धेरै फोन आउने व्यक्ति त्यही हुन्छ जो निर्णायक हुन्छ। कांग्रेस भन्छ पुरानो सहमति पुरानो नेतृत्वले गरेको हो, नेतृत्व फेरियो, परिस्थिति फेरियो, त्यसैले सम्झौता पनि अपडेट हुनुपर्छ। एमाले भन्छ हामी त अझै मिलेरै जान चाहन्थ्यौं, तर कांग्रेसले नै रिसाएर धोका बजाएर निस्कियो। उता नेकपाले भने दुवैतिर मुस्कुराउँदै हामी लोकतन्त्र, संविधान र संघीयताको पक्षमा छौं भन्दै सबैसँग चिया पिरहेको छ। राजनीतिक भाषामा यसको अर्थ हुन्छ जसले राम्रो अफर दिन्छ त्यतै विचार गरौँला। यता एमालेका नेताहरू भन्छन् हामी त 3 दल मिलेर सरकार चलाउँ भन्दै थियौं, तर कांग्रेसले बजेटदेखि सम्बन्धसम्म सबै पुनर्लेखन गर्न खोज्यो। सुदूरपश्चिमको कथा झन रोचक छ। बजेट यति विवादास्पद बन्यो कि अन्तमा सरकार नै बजेटसँगै सङ्कटमा पुग्यो। एमालेले बजेटका मन्त्रालयहरूको खर्च नै 1 रुपैयाँमा झार्ने प्रस्ताव ल्यायो। कांग्रेसले बजेट फेरिँदैन भन्यो, अन्त्यमा फेरियो र सरकारको समीकरण। कर्णालीमा भने पालो आउँदा आलो पालो नै विवाद बन्यो। कांग्रेसले भन्यो अब हाम्रो पालो, एमालेले भन्यो अझै अलिकति बसौं। त्यसपछि मन्त्रीहरूले राजीनामा दिएर सम्झाए पालो कुरेर बस्दा कुर्सी नै जान्छ। अब सातै प्रदेशमा राजनीतिक क्याल्कुलेटर फेरि अन भएको छ। बागमतीमा मुख्यमन्त्री को बन्ने भन्ने भन्दा पहिले कांग्रेस भित्रै कसको इगो ठूलो भन्ने हिसाब भइरहेको छ। कोशीमा कांग्रेसको आँखा छ, बागमती नेकपालाई दिने कि नदिने भन्ने चर्चा छ। लुम्बिनी र गण्डकी पनि प्रतीक्षालयमा छन्। मधेसमा त समीकरण फेरिने चर्चा पुरानै परम्परा हो। अन्ततः प्रदेश सरकारहरूको अवस्था अहिले नेपाली मौसम जस्तै भएको छ। बिहान घाम, दिउँसो बादल, साँझ पानी र राति नयाँ गठबन्धनको सम्भावना। 7 बुँदे सहमतिको प्रेम कथा अहिले कोसँग सरकार बनाउने भन्ने रियालिटी शोमा रूपान्तरण भएको छ। दर्शक भने उही जनता हुन्। कांग्रेस एमालेको यो शैलीप्रति तपाईको धारणा कमेन्टमा लेख्नुहोला।